नमस्ते साथीहरू, आज यो नयाँ यात्रामा तपाईहरूलाई स्वागत छ। आज हामी राजप्राजबाट सुनसरीको प्रसिद्ध नमस्ते झरना घुम्न निस्किएका छौँ। मसँग मेरा साथीहरू पनि छन्, त्यसैले आजको यो यात्रा अझ रमाइलो हुनेवाला छ। आउनुहोस्, हामीसँग यो सुन्दर यात्रामा जोडिनुहोस्। राजप्राजबाट यात्रा सुरु गरेर अहिले हामी इटहरी आइपुगेका छौँ। तपाईहरूले देखिराख्नु भएको यो इटहरी बस पार्क हो। पूर्वीय नेपालको महत्त्वपूर्ण व्यापारिक तथा यातायात केन्द्र मानिने इटहरी अहिले निकै व्यवस्थित र विकसित सहरको रूपमा चिनिन्छ। अब यहाँबाट हाम्रो गन्तव्य धरान तर्फको छ। हेर्नुहोस् साथीहरू, इटहरीदेखि धरान जाने सडक कति फराकिलो र सुन्दर छ। दायाँ बायाँ सफा वातावरण, व्यवस्थित सडक र हरियालीले यात्रालाई अझ रमाइलो बनाइदिएको छ। यस्तो सडकमा यात्रा गर्दा थकान नै महसुस हुँदैन। बाटोको हरेक मोडले नयाँ दृश्य देखाइरहेका छन्। अहिले हामी धरान आइपुगेका छौँ। तपाईहरूले देखिराख्नु भएको यो धरानको प्रसिद्ध घण्टाघर हो साथीहरू। धरानको पहिचान बोकेको यो स्थानमा धेरै पर्यटकहरू फोटो खिच्न आउने गर्छन्। साँच्चीकै भन्नुपर्दा धरान सफा, सुन्दर र व्यवस्थित सहर लाग्यो। धरान बजार घुम्दै गर्दा एउटा अनौठो फल देखियो साथीहरू। यसको नाम रहेको छ बखाडा। स्वाद कस्तो होला भनेर चाखेर हेरे, साँच्चीकै मिठो लाग्यो। त्यसैले हामीले घरका लागि पनि केही किन्यौँ। यो धरानको बस स्टेसन हो साथीहरू। अब यहीँबाट हामी नमस्ते झरनातर्फ जाने गाडी चढ्छौँ। तर त्यसअघि भोकले सताइरहेका थिए। के खाने भन्ने कुरा चलिरहँदा साथीहरूले भने पानीपुरी खाऊँ, अनि हामी सबै पानीपुरी खान थाल्यो। धरानको पानीपुरी पनि निकै स्वादिलो रहेछ साथीहरू। यात्रा गर्दा यस्ता साना साना रमाइला पलहरूले यात्रालाई अझ विशेष बनाइदिन्छ। अब हामी भेडेटार हुँदै नमस्ते झरनातर्फ लागिरहेका छौँ। साथीहरू, यो दृश्य हेर्नुहोस्। हरियालीले ढाकिएका डाँडा काँडा, घुमाउरा सडक र चिसो हावाले मनै लोभ्याउँछ। प्रकृतिको काखमा पुगे जस्तो अनुभूति भइरहेको छ। सहरको भिडभाडबाट टाढा यस्ता स्थानहरूमा आउँदा नै शान्त हुने रहेछ साथीहरू। जति अगाडि बढ्दै गइरहेका छौँ, प्रकृतिको सौन्दर्य झन् खुल्दै गइरहेको छ। यहाँको प्रत्येक मोडले क्यामेरामा कैद गर्न मन लाग्ने दृश्यहरू देखिएको छ। अहिले हामी भेडेटार आइपुगेका छौँ। भेडेटारको मौसम त तपाईहरूलाई थाहै होला। कहिले घाम, कहिले बादल, कहिले हल्का वर्षा। यही मौसमका कारण भेडेटार अझ आकर्षक लाग्छ। पूर्वाञ्चलको प्रमुख पर्यटकीय गन्तव्य मानिने भेडेटारमा नेपाल ठाउँका साथै भारतबाट पनि धेरै पर्यटकहरू आउने गर्छन्। तर आज हामीसँग समय कम भएकाले यहाँ धेरै समय बिताउन पाएनौँ। नमस्ते झरनातर्फ जाने गाडी हाम्रो प्रतीक्षामा थियो, त्यसैले हामी सिधै अगाडि बढ्यौँ। हेर्नुहोस् साथीहरू, कति रमणीय यात्रा भइरहेको छ। सडक, जङ्गल, हरियाली र चिसो हावाले यात्रालाई अझ रमणीय बनाइएको छ। यस्तो ठाउँमा यात्रा गर्दा गन्तव्य भन्दा पनि यात्रा आफैमा रमाइलो लाग्छ। फाइनली हामी नमस्ते झरनाको प्रवेशद्वारमा आइपुगेका छौँ। साथीहरू, यहाँको वातावरण हेर्दा नेपाल भन्दा बाहिर कतै पुगे जस्तो महसुस हुन्छ। वरिपरि हरियाली, चिसो हावा र प्राकृतिक सौन्दर्यले मन नै लोभ्याउँछ। तर झरना पुग्नु अघि भोकले फेरि सताउन थाल्यो। बिहान हल्का खाजा र पानीपुरी मात्र खाएका थियौँ। त्यसैले म, मेरो साथी जय, सोनी र दिपु खाना खानातर्फ लाग्यो। हामीले भेज खाना खायौँ। म सामान्यतया भेज खाना नै रुचाउँछु र यहाँको खाना पनि निकै स्वादिलो लाग्यो। खाना खाएर बाहिर निस्किँदा एउटा रमाइलो सरप्राइज हाम्रो प्रतीक्षामा थियो। मेरो साथी जय सोनीका साला साहेब, उहाँकी श्रीमती र परिवार पनि नमस्ते झरना घुम्न आएका रहेछन्। अचानक भेट हुँदा सबैजना निकै खुसी भयो। यात्रामा यस्ता अप्रत्याशित भेटघाटले छुट्टै खुसी दिन्छ। अब हामी नमस्ते झरनातर्फको गेटभित्र प्रवेश गर्दैछौँ। साथीहरू, अबको यात्रा अलि एडभेन्चरपूर्ण हुनेवाला छ, किनकि झरनासम्म पुग्न केही भर्याङ, उकालो र जङ्गलको बाटो पार गर्नुपर्छ। तर यही सङ्घर्षले गन्तव्यलाई अझ विशेष बनाउँछ। टिकट काउन्टरमा पुगेर टिकट काट्यो। यहाँ नेपाली र विदेशी पर्यटकका लागि छुट्टा छुट्टै शुल्क तोकिएको रहेछ। अब हामी भर्याङ चढ्दै अगाडि बढिरहेका छौँ। हेर्नुहोस् साथीहरू, बाटो कति मनमोहक छ। जङ्गलको बीचबाट जाने यो पदमार्गले यात्रालाई अझ रोमाञ्चक बनाएको छ। आज शनिबार भएकाले बाहिरबाट आएका पर्यटकहरूको पनि निकै भिड देखिएको छ। फाइनली लामो हिँडाइ र केही सङ्घर्षपछि हामी नमस्ते झरना नजिक आइपुगेका छौँ। हेर्नुहोस् साथीहरू, मानिसहरू झरनामा रमाइरहेका छन्, नुहाइरहेका छन्। माथिबाट झरेको पानीले सम्पूर्ण वातावरणलाई अझ सुन्दर बनाएको छ। यो पानी कहाँबाट आउँछ भन्ने कुरा तपाईहरूलाई थाहा छ भने कमेन्टमा अवश्य लेख्नुहोला। यस्ता प्राकृतिक स्रोतहरूको बारेमा जान्न मलाई पनि निकै रुचि लागेको छ। झरनाको चिसो पानी र वरिपरिको हरियालीले मन एकदमै ताजा बनाइदिएको छ। साँच्चीकै प्रकृतिको अनुपम उपहार रहेको छ नमस्ते झरना। मेरो स्वास्थ्य अलिक ठिक नभएकाले साथीहरूले झरनामा रमाइलो गर्दा पनि मैले नुहाउन सकिनँ। यहाँको वातावरणको आनन्द भन्ने लिए साथीहरू, सुनसरीको भेडेटार क्षेत्रमा रहेको नमस्ते झरनाको आजको यो यात्रा यहीँ समाप्त हुन्छ। आजको यो ब्लग तपाईहरूले कस्तो लाग्यो? नमस्ते झरना आउनु भएको छ कि छैन? आफ्नो अनुभव पनि कमेन्टमा अवश्य लेख्नुहोला। भिडियो मन परे लाइक, सेयर र फलो गर्न नबिर्सनुहोला साथीहरू।